हुँदा अहिले पनि त्यही विराटनगर जानुपर्छ, दमक जानुपर्छ, धरान जानुपर्छ। 33 वर्षदेखि कांग्रेस जितायौं, एमाले जितायौं बुवा, माओवादी जितायौं बुवा, तर पार्टीले जित्यो, व्यक्तिले जित्यो। तपाईं र मैले चाहिँ कहिले जित्यो? म यो ठाउँलाई जिताउन आएको यो पटक। पार्टी जिताउने ध्यानमा, पार्टी बचाउने ध्यानमा मेरो कांग्रेस, मेरो एमाले, मेरो माओवादी अथवा मेरो राप्रपा भनेर मेरो पुस्तालाई यो देशमा बस्न दिएन। अब कतिौं पुस्तासम्म पार्टी बचाउने ध्यानमा यो देशका छोराछोरीहरू बाहिर बेच्ने, यो मेरो प्रश्न हो तपाईहरुलाई। यदि कोही झण्डामाथि आस्था राख्ने मेरा साथीहरू, मेरो बुवाहरू हुनुहुन्छ भने मलाई उत्तर दिँदा हुन्छ। बुवा, पार्टी त बचाइयो, कांग्रेस पनि बचाइयो, एमाले पनि बचाएकै हो, माओवादीलाई पनि बचायौं, तर हामी कहाँ बाँच्यौं? अहिले पनि स्वास्थ्यको नाममा हामीमाथि खेलवाड गरिन्छ। हामीले स्वास्थ्य र शिक्षा निशुल्क पाउनु पर्ने हाम्रो मौलिक हक अधिकार वञ्चित गरिएको छ। तपाईहरु यहाँ उपस्थित मध्ये कतिलाई थाहा होला? आमालाई थाहा छ। यहाँ स्वास्थ्य चौकीमा भने जति सुविधा पाउनुहुन्छ तपाईहरुले। सिटामल पनि लुकाउँछन्, थर्मोमिटर पनि हुँदैन भन्ने सुन्छु म बेला बेलामा। म यो सब चीजको हिसाब किताब गर्न आएको छु। मलाई यो पटक मतदान दिनुस् भनेर आएको होइन। मलाई दान दिनु पर्दैन। मेरो पुस्ता दानमा विश्वास गर्दैन। मेरो पुस्ता माग्ने कुरामा विश्वास गर्दैन। नेता पनि आएर जनतासँग माग्ने, जनताको मत लिएर गएर बेच्ने, अनि नेता पनि माग्ने बन्ने, देशलाई पनि माग्ने बनाउने, अनि हामी जनता पनि माग्ने बन्ने। कहिलेसम्म हामी माग्ने बनिरहने? यो पटक तपाईहरु मत लगानीकर्ता बन्नुस् भन्न आएको हो। यो सुनिरहँदा आश्चर्य लाग्छ होला तपाईहरुलाई। मत लगानीकर्ता बनेको खण्डमा हामी मतको मालिक बन्छौं। त्यो मालिक बन्न सकेको खण्डमा त्यो नेतृत्व गर्ने मान्छेले, जनप्रतिनिधिले तपाईलाई साउ ब्याज सहित फिर्ता दिन्छ। तर दान गरेको कुरा कुन ठाउँमा प्रयोग हुन्छ भन्ने कुरा तपाईले बुझिसक्नु भएको छ। हामीले मतदान दिएर नेतालाई भ्रष्टाचारी बनायौं। अब पनि भ्रष्टाचार गर भनेर मतदान दिएर उनीहरुलाई तारा चाबी दिने हो भने मेरो भन्नु के छ? यो भन्दा अगाडि हामीले विकल्प पाएका थिएनौं। म यो पटक तपाईहरुको लागि विकल्प र अवसर बनेर आएको छु। यो विकल्पलाई तपाईहरुले स्वीकार्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु। यो पटक कहीँ पनि नअल्मलिकन हलोमा मत लगानी गर्दा मेरो चिन्ह, हाम्रो चिन्ह हलो, हलोलाई मत लगानी गर्दा तपाईहरुलाई पाप लाग्दैन। यतिका वर्ष पाप गरेको बरु पुण्य हुन्छ। हामीले धेरैलाई मौका दियौं। यो पटक हाम्रै यसै स्थानीय छोरी हो, यहीँको चेली हो, यसले हाम्रो जस्तो पीडा यसको पनि छ, यसले हाम्रो आवाज बुलन्द गर्न सक्छ भन्ने आत्मविश्वासका साथ तपाईहरुले हलोमा मत लगानी गर्नै पर्छ। किन? भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ अरे, काँध हाल्न सकिँदैन अरे, होइन? भिरबाट लड्ने गोरुलाई काँध हाल्न आएको तपाईलाई लड्न दिन्न म। नलड्नुस्। त्यो नेतासँग र त्यो पार्टीसँग सती जानु पर्दैन। यतिका वर्ष त सती गयो, अब कतिपल्ट जाने? अब कतिपल्ट पार्टी बचाइयो भने हाम्रो भविष्य बन्छ कि त मलाई भन्नु पर्यो तपाईहरुले। अब कतिपटक कांग्रेस, एमाले, माओवादीलाई बचाइयो भने हाम्रो भविष्य बन्छ मलाई भन्नुस्। तपाईले जहाँ भन्नुहुन्छ म पनि त्यही भोट हाल्छु त्यसपछि। होइन भने यो पटक तपाईले मत परिवर्तन गर्नुपर्छ। म तपाईहरुलाई मत परिवर्तनको आग्रह गर्न आएको, अनुरोध गर्न आएको। अझै पनि सुकुम्बासी भएर बाँचिरहने तिनीहरू आउँछन्, लाल पूर्जा दिन्छन् भन्दा मत दिइहाल्ने। अझै पनि हामी गरिबीको नाममा तिनीहरूलाई राजनीति गर्न दिइरहने हो भने अझै पनि हाम्रो जीवनमा रूपान्तरण हुँदैन। अझै पनि केही विकास हुँदैन। यहाँ झुलो टङडङ्गी उडेको देख्छु, उठे पर कालो पत्रे छ। हरेक ठाउँमा जान्छु, समस्या देख्छु। मलाई भनिदिनुस् न त, तपाईले राखेको पार्टीप्रतिको आस्था जुन पार्टीले जितेर गएको छ त्यसले काम किन गरेन? यो प्रश्न हामी किन गर्न सक्दैनौँ? यहाँ सुखभोग गर्ने त हरेक जनता हो नि, पार्टीको मान्छे मात्रै त पक्कै होइन होला। त्यसकारण म तपाईँ दिदीबहिनीहरूको संख्या एकदमै धेरै छ। म तपाईहरुलाई अनुरोध गर्छु, म तपाईलाई यो पटक एउटा अर्को पनि अनुरोध के गर्छु भने हाम्रो भाइ, हाम्रो छोरालाई, हाम्रो दाइलाई,
हरेक 5 वर्ष चुनावको बेला त्यो नेताहरू आउँछन्, यस्तो प्रलोभन देखाउँछन् अनि बाइकमा पछाडि नारा लाउन लिएर जान्छन्, जिन्दाबाद मुर्दाबाद भनेर यो नेताहरू जितेर जान्छन्। तपाईँ हाम्रो भाइ छोरा नाति खाडी मुलुक पुग्छ, जाँदा त सक्लै जान्छ होला, फर्किँदा बाकसमा आउनुपर्छ। अनि त्यो पार्टीलाई जिन्दाबाद र मुर्दाबाद भनेको हिसाब किताब खोइ किन नलिने, किन दासी हुने? तपाईँ हामीले बोकेको सिद्धान्तको झोला यो टाउकेहरूले बेचेर खाइसक्यो। त्यो झोला खाली झोला बोक्न जरुरी छैन। तपाईँहरू कङ्ग्रेस एमाले जहाँ हुनुहुन्छ त्यहीँ बस्नुहोस्। म तपाईँलाई राप्रपा बनाउन आएको होइन, बन्नु पर्दैन राप्रपा। म कसैलाई पनि पार्टीको झन्डा पनि बस्नुहोस् भन्न आएकै होइन। तर यो पटक तपाईँहरू परिवर्तन हुनै पर्छ। हामीलाई सिन्धुलीको मान्छे आएर आश्वासन देखायो, तर हाम्रो समस्या समाधान भएन। अस्ति भर्खर तेह्रथुमको मान्छे आयो, हामीलाई आशा देखायो, तर हाम्रो समस्या जिउको त्यो नै छ। अब फेरि पनि तिनै मान्छेहरू आइरहेका छन्। एउटा कुरा मैले भन्नै पर्छ, यो मैले कुरा काटेको होइन, यो मैले विरोध गरेको होइन। एउटा कुरा तपाईँले बुझ्नुपर्ने अर्को कुरा पनि छ, यो मैले विरोध गरेको होइन। एउटा व्यापारीले आफ्नो व्यापार हेर्छ, ऊ त्यो पसलमा त्यो पसलको साहुलाई यहाँ आउनुभन्दा उहाँ आउनुहुन्न, किन उहाँलाई व्यापारको बढी मोह हुन्छ। एउटा व्यापारी पनि यहाँ तपाईँहरूसँग मत माग्न आइरहेछ। चुनाव अगाडि चाहिँ हामी बिरामी हुँदैनौँ, चुनाव पछाडि हामी बिरामी हुन्छ कि हुँदैन? कि चुनाव आउनुभन्दा 1 वर्ष अगाडि मात्रै हामी बिरामी हुन्छ? प्रेसर नाप्ने धुनमा, स्वास्थ्य शिविर नाप्ने धुनमा तपाईँ हामीलाई डबल असुल गरेको तपाईँले बुझ्नु भएको छ छैन? त्यो तपाईँले हिसाब किताब गर्नुहोस्। एउटा व्यापारीले गरिबको समस्या लगेर बुलन्द बनाउँछ भन्ने तपाईँलाई लाग्छ भने त्यो दिवा सपना हो। यदि तपाईँहरूलाई सुकुम्बासी समस्या एउटा व्यापारीले गएर संसद भवनभित्र टेबल ठोकेर भन्छ भन्नुहुन्छ भने त्यो दिवा सपना हो। एउटा व्यापारीले आफ्नो प्राइभेट कम्पनीको लागि वकालत गर्छ, सरकारी हस्पिटलको लागि वकालत गर्दैन। यहाँ नत्र भने कोशी किन बने, कोशी हस्पिटल किन बनेन, यहाँको विश्वविद्यालय किन बनेन, गोपा किन बनेन, यहाँको विराटनगरको हस्पिटल सरकारी हस्पिटल किन बनेन? र अर्को कुरा, तपाईँ हामीलाई स्वास्थ्य त निःशुल्क हुनुपर्ने, स्वास्थ्य शिविर चलाएर आँखामा छारो हान्दैमा तपाईँ हामीले भगवान मान्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यो हस्पिटलको मापदण्ड अनुसार त्यो निःशुल्क गरिएन भने, तपाईँलाई सेवा दिएन भने त्यो इलिगल हुन्छ, त्यो अवैधानिक हुन्छ। अनि मोरङ क्षेत्र नम्बर 3 मात्रै त्यो हस्पिटलको लागि हो त, मोरङ जिल्लाभरि किन हुँदैन? यो तपाईँले बुझ्नुपर्छ। तपाईँहरूको भोटर लिस्टमा नाम छ भने सुविधा पाउने, सहुलियत पाउने, भोटर लिस्टमा नाम छैन भने नपाउने, यस्तो पनि विवेक हुन्छ। त्यो समाजसेवा हो। र पार्टीको कार्यकर्ता भयो भने चाहिँ उसले सहुलियत पाउने, नत्र भने अर्को पार्टीको भयो भने नपाउने, यस्तो पनि समाजसेवा हुन्छ। म तपाईँहरूलाई यो पटक कहीँ पनि विचलित नभइकन व्यापारीहरूलाई व्यापार गर्न दिने हो। भरसक यो देशमा सरकारी अस्पतालहरू राम्रो र सुविधा सम्पन्न हुनुपर्छ। हरेक नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, बिरामी भएर मर्न हुँदैन। प्राइभेट हस्पिटलमा तपाईँहरू जानुहोस् त, तपाईँको ढाड सेक्ने गरी तपाईँलाई त्यहाँ मार्छ, मारेको 5 दिनपछि मात्रै लास दिन दिन्छ, अनि डबल ट्रिपल पैसा लिन्छ। यस्तो मान्छेहरू कल्पना गर्नुहोस्, त्यो संसदमा गयो भने हालत हाम्रो क्षेत्रको मात्र होइन, देशभरिको हालत के हुन्छ तपाईँले कल्पना पनि गर्न सक्नुहुन्छ। सरकारी अस्पतालहरू चाहिँ बन्द गराउने, प्राइभेट हस्पिटलहरू चाहिँ हामीले बढुवा दिनुपर्ने कारण के? यदि तपाईँहरू कहीँ कतै तपाईँलाई मनमा आएको छ त्यतातिर दिनुपर्छ भने भन्नुहुन्छ भने प्लिज म तपाईँलाई 2 हात जोडेर रिक्वेस्ट गर्छु, यो देश सङ्कटमा छ, यो देश बचाउनका लागि यस्ता माफियागिरी गर्ने मान्छेहरूलाई सायद तपाईँले साथ नदिनुहोस्।